सो हेलो गाइज वेलकम ब्याक टु अनदर न्यू ब्लग भिडियो गाइज आज चाहिँ म स्टार्ट गर्दैछु यहाँनिर गलैँचा सकेर होइन घोपिरहेछ अनि यहीँबाट म स्टार्ट गर्दैछु आज ब्लग बनाउन अनि यो तान चाहिँ गोलो रहेछ गाइज यो चाहिँ हेर्नु गाइज यहाँदेखि यता गोलो रहेछ होइन यो चाहिँ पुरै गोलो रहेछ अनि छेउछेउमा चाहिँ सादा यो चाहिँ काटेर फाल्ने भएको अनि यहाँनिर चाहिँ सबै घोपिरहेछ मैले हिजो नि भनेको थिएँ अनि यहाँनिर यस्तोहरू घोपेर यो सफा बनाउनु चिल्लो बनाउनु पर्छ अनि यो चिल्लो बनाएपछि मात्रै बल्ल यो लग्न मिल्छ अफिसमा लगेपछि मात्रै यसको पैसा आउने हो नत्र यो काम छैन गाइज यो गलैँचा घोपेर रेडी नभएसम्म यो काम छैन अनि यो घोपेर सकिसकेपछि चाहिँ यो अफिस लाग्छ अफिस लगेपछि अनि बल्ल हिसाब गरेर पैसा आउँछ गाइज अनि गाइज आज चाहिँ म यहाँ बुन्दैछ गाइज अहिले चाहिँ बुढी बुन्दैछ त्यहाँ अनि म पनि त्यहीँ गएर बुन्ने हो अनि गाइज गलैँचा लाइफ यस्तै हो होइन सबै यसरी नै काम गर्ने हो हेलो बाजी कहिले सक्छ घोपेर 12-1 बजीसम्म लाग्छ ओके गाइज यहाँनिर चाहिँ होइन बिहानै सुरु गर्दा पनि 12-1 बजे सक्छ भनेछ अनि 12-1 बजे अलमोस्ट 3-4 घन्टा लाग्ने रहेछ होइन अनि यता भाउजू दाइसँग कुरो गर्दै हुनुहुन्छ हेलो आङ्गी लस्सो फ्याफुल्ला ओके गाइस यहाँनिर चाहिँ सबै तामाङ हो कि म पनि तामाङ नै होइन वाइबा यहाँनिर सबै तामाङ छ त्यही भएर तामाङ कुराहरू बोल्नुहुन्छ अनि तपाईँहरूले कसैले चाहिँ बुझ्नुहुन्छ होला कसैले बुझ्नुहुन्न होइन त्यसको लागि माइन्ड नगर्नु होला हेलो हेलो रेन दिदी ठिक छ आन्टी एयरफोन सुन्नु भयो के हेर्नु भएको थियो यो ए ओके गाइज होइन मेरो चाहिँ डेली गलैँचा ब्लगिङ आइरहेछ होइन तपाईँहरूले चाहिँ हेरेर साथ सपोर्ट दिनु होला अब के गर्नु होइन गलैँचा लाइफ हो अब बिहानदेखि बेलुका 8 बजीसम्म गलैँचामै बस्छु अनि काम गरिरहेको हुन्छु कहाँ गएर देखाउनु होइन सबै बुनिरहेछ अहिले अल अब लाइभ नै उयो भएपछि त विभिङ ब्लग त बनाउनु पर्यो गाइज अब के गर्नु होइन अनि यता सबै गलैँचा बुन्दैछ पुरै ऱ्याप गीत सुनिरहेछ केटाहरू यार अहिले चाहिँ गाइज यहाँनिर घोपेर यति धेरै घोपिसकेको छ होइन यहाँनिर सबैजना घोप्दै हुनुहुन्छ अनि यहाँदेखि स्टार्ट गरेको अहिले चाहिँ त्यहाँ पुग्यो लगभग आधा भइसक्यो अनि अहिले चाहिँ 8 AM भइसक्यो हजुर भाइरल हुने हो के अनि यहाँनिर कतिजना रहेछ होइन 1 2 3 4 5 6 7 8 9 10 10जनाले चाहिँ यहाँनिर घोपिरहेको रहेछ होइन अनि यहाँदेखि स्टार्ट गरेको अनि त्यहाँ पुगिसक्यो लगभग सितिन थाल्यो कि हो कति छ अब अलि छैन क्यारे होइन बच्चाहरू स्कुल पुऱ्याउन जानु पर्ने भएको छ होइन बच्चाहरू चाहिँ स्कुल जानलाई रेडी भइसकेको छ ऊ त्यहाँ एन्जल पनि रेडी भइसक्यो अनि यता आसिम खै ब्याग नयाँ किने ए खै आसिमको चाहिँ खै त ए सेम टु सेम लु जोला बोक्लु स्कुल जाने यता हो होमवर्क गऱ्यो तपाईँहरूले ए अब स्कुल जाने हस् ल माम खायो माम
ल पानी खाने पानी बोतलमा हाल्यो होइन यो समात्लो ल सिधा थाप न खोइ सिधा थाप भने ए अच्छी ओ माय गॉड ल भयो अलि आधी आधी खा ल हिँड त्यो राख हिँड ल हिँड्नुहोस् ओके गाइस म चाहिँ बच्चाहरूलाई स्कुल पुऱ्याउन जाँदैछु ल खै अहिले चाहिँ गाइस म बच्चाहरू पुर्याएर अब रुममा आइपुगिसक्यो अनि यहाँनिर चाहिँ हाम्रो दाल भात पाकेको छ अनि दाल भात पाकेको छ अचार चाहिँ चाउचाउ बनाउन लागेको थियो चाउचाउ बनाएर राखेँ अरे यता भित्र राखेछ अचार चाहिँ यस्तो बनाएको छ गाइस यस्तो बनाएर राखेछ अनि गाइस होइन हाम्रो चाहिँ यहाँनिर के हुन्छ भने फ्यामिलीबाट एउटै सपोर्ट मिल्दैन कि खालि फ्यामिलीहरूले चाहिँ यो ब्लगिङ बनाउँदाखेरि चाहिँ डिमोटिभेट गराउँछ र अरूले डिमोटिभेट गराउँदैमा डिमोटिभेट चाहिँ हुनु हुँदैन त्यो सोचेर म भिडियोहरू बनाइरहेको छु अनि एकदमै नराम्रो चाहिँ फिल हुन्छ किनभने फ्यामिलीहरूले सपोर्ट गरेको भए अलि मोटिभेट गरेको भए अलि राम्रो फिल हुन्थ्यो र भिडियो बनाउनलाई पनि सजिलो हुन्थ्यो त्यही भएर गाइस तपाईँहरूले सपोर्ट गरिदिनु होला सक्दो सपोर्ट गरिदिनु होला र हाम्रो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने अवश्य नै सब्सक्राइब गरिदिनु होला ओके गाइस बाई बाई थ्याङ्क्स फर वाचिङ दिस भिडियो